वेलकम बैक टू माई न्यू ब्लग गाइज। धेरै दिनपछि नयाँ ब्लग रिकर्ड गर्दैछु। स्वागत छ नयाँ ब्लगमा। आजको ब्लग सुरुवात गर्दैछु म डोबकसँग। ड्रेसमा रेडी भइसकेको छु ताइक्वान्डो ट्रेनिङ जानको लागि। बेलुकाको 6 बजिरहेको छ। ओके लेट्स गो। सक्नुहुन्छ यस्तो छ हाम्रो फ्री फायरको ऱ्याङ्क पुसरहरू। ओके लेट्स गो टु ट्रेनिङ। वेल जानु लागेको। त्योभन्दा सुरुमा मैले बेल्टै बाँध्नु बिर्सेँ। ओके ओके लेट्स गो। अब चाहिँ बेल्ट सेल्ट लाएर म फाइटर भइसक्यो। लेट्स गो। ओके म चाहिँ जाँदैछु ट्रेनिङ। सक्नुहुन्छ अगाडि चाहिँ बाटोको मर्मत चलिरहेको छ। ठिक छ पनि हामी बाल नदेखिन आफ्नै बाटो गइराख्ने। यहाँदेखि 5 मिनटको दुरीमा छ होइन खेल्ने ठाउँ चाहिँ। ओके चाहिँ मान्छेले के गरेको होला भनेर चाहिँ यहाँ कटिङ गरेर हेरिरहेको छ। तर म त्यो मान्छेहरूलाई बाल नदेखिन म आफ्नै तालमा हेरिरहेको छु होइन। आइपुग्न लागि मैले चाहिँ अहिले कोही देखिरहेको छैन खेल्ने मान्छेहरू खेलाडीहरू। ग्रुपमा त इन्फर्म गरिदिएको थिएँ मैले 6 बज्दैन है भनेर। Okay, one count, triple punch. No. Go. 6, 7. कति बोल्दै ओके फाइनली छुट्टी भइसकेको छ होइन। आज कम स्टुडेन्ट आएको थियो 7 जना मात्र। पानी परेको थियो नि त त्यही भएर पानी परेर सबैलाई छुट्टी जस्तो लाग्यो। मैले ग्रुपमा इन्फर्म गरिदिएको थिएँ। अब हान्न चाहिँ आज हामी हान्न जाँदैछौँ। ओके तो शुरू हो जाए आप लोग। अनि यो दाइ भ्युजको लागि 8 गरेर राख्नु भएछ। 8 त्यो भनेको नेचुरली आउने सब एनर्जीकै छ गाइस सम्झेको मुख यो समिन्दैको दट के खानमा हान्न। मेरो हालत चाहिँ एकचोटि घुम्यो भने म यहाँ सुत्छु होला क्या। अब यस्तो भइसक्यो। मेरो एनर्जी गाइस सब लस भइसक्यो। मेरो अब राइट खुट्टाको उयो गर्नुपर्छ भाइ होइन हौ। त्यो मेसीले गरेको छ नि कति 900 मिलियनमा के भन्छ त्यसलाई। थैट बिर्सेँ मैले। त्यो गर्नुपर्छ क्या। यसलाई यो पैसामा उयो गर्नुपर्छ के भन्छ त्यसलाई मैले बिर्सेँ। कमेन्टमा गरिदिनु होला गाइस के भन्छ। ओके भ्युज फुटबल खेल्ने कार्यक्रम पनि हुँदैछ यहाँ हाम्रो भाइ। यस्तो थाकेँ नि म के खाँदा। एउटा भाइले फेरि बनाइदियो भिडियो भनेको यस्तो जुम गरेर बनाएछ। मुख मात्र आउने गरी बनाएछ। कस्तो भयो घर गएर हेर्छु म। लास्ट थाकेँ यार।
राइट खुट्टामा चाहिँ पावर छ। हेर्नुहुन्छ मेरो बेल्टदेखि लिएर मेरो ड्रेसको हालत, मेरो हालत के मेरो फाइनल हालत यस्तो भइसकेको छ। अब म चाहिँ यस्तो थाकेको छु र पनि म 30 नत्र 35 पुसअप हान्ने ट्राई गर्छु है। ओके साँच्ची भनेको ओके कमेन्टमा भन्नु होला मैले कति हाने भनेर होइन। पहिला म मोबाइललाई यहाँ राख्छु। साँच्ची भनेको म 40 पनि कटाइदिन्छु होइन। मैले 50 कटाइदिएको छु तर भिडियो नबनाइकन क्या। ओके म ट्राई गर्छु। यो भनेपछि म यस्तो थाकेको छु नि र पनि हान्दैछु होइन। थोरै मिस्टेक हुनसक्छ पुसअपमा, डोन्ट माइन्ड। ओके रेडी? ओके 1 2 काउन्टेड 3 गो। ओके गाइज कमेन्ट डाउन कति भयो? जसले सही कमेन्ट गर्छ त्यसको कमेन्ट पिन हुन्छ है। मेरो लड भयो बेल्ट के पनि खोलिदिउँ अब नै पाएगा गाइज आजको भ्लग यति नै समाप्त गर्नुपर्छ। देखिरहेको छ क्यामेरा मेरो प्याक देखिरहेको छ हल्का हल्का प्याक छैन गाइज के भन्ने यार। तर रियल देखिरहेको छ है रियल लाइफमा क्यामेरामा देखिरहेको छैन। छ यहाँ 1 2 3 4 बन्दैछ यहाँ बिस्तारै। ओके आजको भ्लग यति बन्दोबस्त गर्नुपर्छ। थ्याङ्क्स फर वाचिङ गाइज बाई। ओके गाइज ट्रेनिङ सकेर म चाहिँ घरतिर जाँदैछु। एउटा मेरो फ्यान बिग फ्यान होइन युट्युबर आएर मलाई टिकटकमा मेसेज गरौँ म तपाईँको बिग फ्यान हो, मेरो लागि एउटा भिडियो बनाइदिनु न। तपाईँको भिडियो नआएको कति भयो यति भनिदियो मैले भिडियो बनाएको। ओके मेरो फ्यानलाई चाहिएको छ मैले भिडियो बनाएँ। ओके बाई।